हेलो एभ्रिवान, हेर्नुहोस् त आज म एउटा नयाँ सब्जेक्टसँग आएको छु कि DJI Osmo मोबाइल 7P गिम्बल म यसलाई ओपन गर्न गएको छु। आज भर्खर किनेको क्या। अब म पनि ब्लगिङ गर्नु पर्यो भनेर कि हेरेर साथ दिनु है। मैले अहिले चाहिँ बक्स खोलिसकेको छु। बक्सभित्र के छ हेरौँ है। सुर्के थैलीमा पो लगाइदिएको रहेछ है। सुर्के थैली खोल्नु है। OMG DJI Osmo मोबाइल 7P गिम्बल है साथी हो। यस्तो गऱ्यो। यो ठ्याक्कै अनफोल्ड गर्ने बित्तिकै एक्टिभ हुन्छ है। यो फेरि यो अब अनलक भयो हैन। अनि यसको चाहिँ एउटा स्पेशल के छ भने नि साथी हो, यसको स्पेशल चाहिँ यहाँ छ क्या। यसको स्ट्यान्ड चाहिँ यहीँ भित्र छ के। अनि है यसो गऱ्यो। वाह, यसको चाहिँ यही हो। यसको लागि स्ट्यान्डको लागि चाहिँ ट्राइपोडको लागि चाहिँ एक्स्ट्रा बोकिराख्नु परेन। यसो गरे फेरि भित्र हाल्दै है भयो। त्यो चाहिँ स्पेशल है यसको प्लस पोइन्ट। यसो गरे है। अनि अब यसलाई स्ट्यान्डमा राख्नु पर्यो भने फेरि यहाँनिर यसको स्क्रु पोइन्ट पनि छ क्या। अनि यहाँनिर स्ट्यान्डमा पनि लाउन मिल्यो है। अनि अब यहाँ चाहिँ यसको लाउनको लागि चाहिँ एउटा मोबाइल होल्डर अलग छ क्या। त्यसै भनेको अब म्यानुअल भयो हैन। अनि यसको लागि एउटा हेरौँ है। यो एउटा C टाइप टु C टाइप केबल दिएको छ कि। यो चाहिँ माइक्रोफोन र यो गिम्बललाई कनेक्ट गरेर एउटा DJI मिनी माइक्रोफोन छ, मैले ल्याएको छु त्यो पनि। त्योसँग कनेक्ट गऱ्यो भने चाहिँ यसलाई चाहिँ हामीले पेयर गरिराख्नु पर्दैन, अटोमेटिक पेयर हुन्छ कि यसको। अनि अब यो चाहिँ चार्जर भयो। यसको चार्जिङ पोइन्ट यहाँ भयो है। अनि अर्को हामीसँग यो चाहिँ मोबाइल होल्डर हो। यो चाहिँ मोबाइल होल्डर। अब यस्तो छ मोबाइल होल्डर। अनि अब यहाँ चाहिँ म्याग्नेट छ हैन। अनि म्याग्नेट चाहिँ ठ्याक्कै यो यसको यो पोइन्ट र यो पोइन्ट चाहिँ एट्याचमेन्ट गरिराखेपछि ओहो अब एक्सटेन्डेबल छ, खतरा है। अनि यो एउटा डिभाइस छ। यो डिभाइस चाहिँ यसको लागि के गरे, फेस ट्र्याकिङको लागि हो क्या यो चाहिँ। अनि यो फेस ट्र्याकिङ हो। यसको प्लस पोइन्ट चाहिँ के छ भन्दा अब हामीसँग यसको यसरी खोल्यो है। अब मोबाइल हामीपट्टि छ भने चाहिँ यसलाई यो क्यामेरालाई हामीपट्टि यता फेस गरेर राख्न सक्यो हैन। यतापट्टि राख्यो यसरी, हामीपट्टि राख्यो। अनि फेरि अब रियर क्यामेराको लागि चाहिँ फेरि यसलाई यसरी उतापट्टि फर्काएर राख्यो क्या। यो चाहिँ यसको प्लस पोइन्ट छ क्या। कस्तो लाग्यो तपाईँहरूलाई? तपाईँहरूलाई पनि मन पऱ्यो भने किन्नुहोस् है। यो चाहिँ एउटा गिम्बल, एउटा ब्लगिङको लागि चाहिँ वान अफ द बेस्ट गिम्बल हो है। तपाईँहरूले पनि सर्च गर्नु होला हैन। वान अफ द बेस्ट गिम्बल हो यो। तपाईँहरू पनि केही ब्लगिङको लागि प्लान गर्दै हुनुहुन्छ भने मसँग। धन्यवाद साथीहरू, हेरिदिनु होला। अनि कस्तो भयो भिडियो त्यसमा पनि तपाईँहरूले कमेन्ट गरे